हेलो साथीहरू, म अब आफूलाई चिन्न चाहदैछु। किनभने मैले अहिलेसम्म धेरै मानिसहरू चिने, धेरै समयहरूसँग जुझ्न सिकेँ, उनीहरूसँग लडाइँ गरेँ। समय सँगसँगै मानिसहरूसँगको भेटघाटमा उतार चढाव भयो, कति कुराहरू भयो। तर मैले आफूलाई हराइरहेको रहेछु कि त्यही मैले आफूलाई चिनेकै रहेनछु। म चिन्ने क्रममा छु आफूलाई, र फेरि बुझ्दै पनि छु। संसारबाट टाढा कहाँ जाउँ, जहाँ गए पनि त्यस्तै हुन्छ। म वृन्दावन गएँ, म काशी कता देउताको थान पनि गएँ। तर पनि त्यहाँ गइन्जेल एकछिन मलाई आनन्दको अनुभूति हुन्छ पनि। अस्ति पनि भयो, म वृन्दावन गएको थिएँ। भगवानलाई देख्दाखेरि आनन्दै लाग्छ। त्यसपछि फेरि म आफ्नो गृहस्थानमा आउँछु। त्यसपछि फेरि म यही भागदौडै मानिसहरू, के जङ्गल यही जिन्दगीमा फेरि त्यहीँनिर म जान्छु। फेरि त्यहाँ मलाई आफूलाई चिन्न सक्दिनँ। त्यसैले म आजकल आफूलाई चिन्ने प्रयास गर्दैछु। म को हुँ, मेरो जीवन के को लागि रहेछ, म किन आएको हो। म आफैमा आफैभित्र परीक्षा लिइरहेको छु। हुन त म परीक्षाको दिने मसँग हैसियत नहोला, सकिदिन होला, कति फेल हुन्छु होला, कति पास हुन्छु होला। तर पनि म सकेसम्म पास हुने प्रयासमा लागिरहेको छु। र उनै भगवान कृष्णले मलाई डोर्याइरहनु भएको छ कि मलाई चिन्नलाई, म भित्र के छ भनेर। उहाँले नै मलाई चिनाइरहनु भएको छ। भागवत गीता पढ्दै जति जान्छु गहिरिएर, त्यति धेरै म भित्र गइरहेको छु कि मेरो आत्माभित्र, म भित्र के छ त, म के हुँ। मैले आफूलाई खोजिरहेको छु। म खुसी हुने प्रयास गरिरहेको छु। म दुःखबाट भाग्न पनि सक्दिनँ, तर दुःखलाई कम त गर्न सक्छु नि, भक्ति गरेर। अनि कृष्णसँग सोधिरहन्छु म आजकल कि म को हुँ प्रभु भनेर खोजिरहेको छु। म उहाँसँग प्रश्नहरू, उहाँसँग उत्तर खोजिरहेको छु, प्रश्न पनि गरिरहेको छु। त्यस कारणले गर्दा म आजकल आफूभित्र अन्तरात्मामा आफूलाई खोजिरहेको छु। तपाईहरू पनि खोज्न थाल्नुहोस्, नत्र भने देर हुन सक्छ है। समय भने कहिले पनि हाम्रो लागि पर्खेर बस्दैन। त्यस कारणले गर्दा आफूलाई चिन्नलाई सुरुमै बिस्तार प्रयास गर्दै गर्नुहोस्, समय छँदै। धन्यवाद। राधे राधे।